फाइनली अब हामी लागिसकेका छौँ मम्मीलाई लिनलाई। हाम्रो घर चाहिँ यहाँ छ है, खासै राम्रो त छैन, त्यही पनि यतिकै ठिकै भन्नुपर्छ। हामी अब लाग्यौँ मम्मीलाई लिनु। लगभग 2 घन्टा जति लाग्छ यहाँबाट मम्मीलाई लिनु जानुलाई। अनि अब हामी तामाङ पर्यो, तामाङ परेपछि गएर घुममा बस्नुपर्छ नै, केही छैन। हाम्रो यता चाहिँ किचन छ, कसैको लगाएर हिँड्ने। अब यो घर एकैचोटि हामी अब हल्का साथ अनि सपोर्ट पनि देखाइदिनु होला। नयाँ हो, म यहाँ युट्युबमा नयाँ छिरेको, हिजो त स्टार्ट गरेको युट्युब, केही छैन। त्यही पनि खासै एक्सपिरियन्स त छैन, त्यही नै अलिअलि हल्का यसो बनाऊ भनेर मात्र हो। मम्मीलाई लिन चाहिँ मरा भाइ जाँदैछौँ, बाटोमा उकालो लाग्दैछु। अब रोडमा पुगिनु लाग्यो, रोडबाट चाहिँ फेरि रोटै रोड जाने हो। जङ्गल छ। फाइनली हामी रोडमा निस्किसकेको छौँ। अब यो रोडबाट रोटै रोड जाने हो। चाहिँ लगभग आधी घन्टामा बजार निस्किन्छौँ। बजारबाट फेरि लगभग आधी घन्टा नै हिँड्नुपर्छ, माथि पुग्नु छ। गुम्बा जानु हो मम्मी चाहिँ, 3 दिन बस्नु आज फर्किनु हुने, त्यही भएर लिनु हिँडेको। म चाहिँ गाउँ घरतिरको बाटो चाहिँ यस्तो छ है, के गर्नु। अस्ति भर्खर पानी पर राम्रो बाटो बिग्रेको थियो, फेरि बनाउनु भएको छ। यस कहिलेकाहीँ यसो बिग्रिँदा उता बनाइराख्नु। अहिले हामी आधी बाटोसम्म आइपुगिसक्यो। हामी 2 भाइ छौँ है, यता चाहिँ मेरो भाइ हो, अनुहार चाहिँ छ किन काम गर्नु। फाइनली यतातिर आइपुग्यो, खोला भए ठाउँतिर। यहाँबाट जाने हो सरासरी। कस्तो खतरा छ, फुल हेर्नु न, बहेको तिहारको बेलाको फुल। हाम्रोतिरको धानहरू नै पाक्नु लाग्यो। अब यस्तो अलिअलि छिटो भयो, ढिलो भयो, कारण अब पहिलेतिर यतिखेर पाकिसक्थ्यो सबै धान, काट्ने बेला हुन्थ्यो। यो चाहिँ गाउँतिरको सानो मन्दिर, खासै ठुलो त छैन, ठ्याक्कै सानै छ, खासै केही पनि छैन है। मलाई लाग्छ यो चाहिँ विश्वको सबभन्दा ठुलै मन्दिर हो। फाइनली हामी सीताकाली मन्दिर आइपुग्यो। हल्का मन्दिरको भ्यू देखाइदिन्छु तपाईँहरूलाई।
फाइनली हामी बुद्धथानमा आइसकेको छौँ। यहाँबाट तपाईँहरूलाई म स्वर्गको भ्यू खतरा देखिन्छ। तर फोनको क्वालिटी राम्रो छैन त्यही पनि। खासै राम्रो क्वालिटी त नआउँदो रहेछ त्यही नै। यहाँ चाहिँ हाम्रो गौतम बुद्ध हुनुहुन्छ, जो कि यहाँभित्र बस्नुहुन्छ। यहाँ हाम्रो अझै माथि ठुलो गौतम बुद्ध हुनुहुन्छ। हामी माथि जाँदैछौँ अझ। अहिले अब हामी चाहिँ उँभो लागिसक्यो। अब फेरि यहाँ एक ठाउँ छ, के भन्छ यसलाई, नाम चाहिँ थाहा भएन, त्यो पनि देखाइदिन्छु तपाईँहरूलाई म। हल्का थोरै भ्यू त्यही हाम्रो टावर छ यता, एनटिसीको सायद मलाई लाग्छ एनटिसीको टावर हो यो। बाटो यस्तो छ, यहाँनिर गइन्छ। यहाँबाट एउटा भ्यू हुँदैन। त्यसो यहाँ के छ भने यो चाहिँ बनाएको फेरि भएको छैन, अब 1 वर्ष 2 वर्ष सक्नुहुन्छ। यहाँ के छ कहिले बनाएको भन्दा चाहिँ सबै यहाँ लेखेको छ, यहाँ पढ्न सक्नुहुन्छ। यो सबै यहाँ लेखेको छ होइन। अब हामी लाग्यौँ मासतिर, मम्मी भएको ठाउँतिर। अब हामी निकै लाग्छ यहाँबाट जानु पनि, 10-15 मिनट, धेर त होइन। रोडबाट आउनु पनि मिल्थ्यो, हामी चाहिँ यता छिर्ने भनेर रोड नघुमेको। हाम्रो खानेपानी अफिस चाहिँ यहाँ छ है। यहाँ चाहिँ हो खानेपानी अफिस। जुन पानी स्टोर चाहिँ उयो ठाउँमा हुन्छ होला सायद, मलाई लाग्छ त्यो ब्लु टिन भएको ठाउँमा। खासै याद त छैन, म त यता हिँड्दिनँ क्या, त्यही भएर त्यति यादै हुँदैन मलाई। त्यही पनि होला यहीँनिर। यतातिर यस्तो छ।